साथीहरू जिन्दगीमा यस्तो सेतो बाटोमा पनि हिँड्नु पर्दो रहेछ है लाइफ होइन जिउँदो हुँदा नि यस्तो राम्रो बाटोमा हिँड्नु पाइएको छ क्यार्नो यस्तो छ ओहो अब त्यहाँबाट तर्नु पर्ने हुन्छ कसरी तर्नु त हौ त्यो बाटो सेतै 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 यस्तो छ बाटो हावा त्यस्तै चल्दैछ फेरि त्यहाँबाट एकैचोटि पर पार गर्नु कि क्या हो जिन्दगानीमा ओ माई गड चिसो चिसो छ अब गाडी हिँड्ने ठाउँमा त्यस्तो राम्रो बनाएको छ नि नुन छरेर यत्र छैन हो यस्तो छ अब म जानु पर्ने तर कताबाट खै गाडी त रोक्यो म कुद्छु है त हो माई गड के गर्नु होइन कुद्नु त पर्यो नि त जिन्दगानीमा एकैचोटि ध्यान जान्छु यिनीहरूले गाडी रोकेको बेला यो बाटो हिँड्न त राम्रो तर यो बाटो हिँड्न पाइन्न किनभने गाडी हिँड्ने बाटो सिलगढीसम्म चाहिँ जानु पर्यो नि त साथीभाइहरू यहाँ बाटो सफा गर्दै रहेछ त्यही भएर ट्याट ट्याट गर्दै गाडी चाहिँ ओ माई गड अब हिँड्नु चाहिँ यताबाट हिँड्नुपर्ने यहाँबाट हिँड्नुपर्ने है साथीहरूमा चाहिँ हेर्दै ओहो बिहान पनि यस्तै बाटो हिँडेको यही बाटो अब तर बिहानको भन्दा त साथी हो यहाँ त खासै त डुब्दैन रहेछ है ए अलिकति चाहिँ डुबेँ यस्तो छ जस घाम पनि लाग्दैछ है ओहो यो त यस्तो डुब्छ घरिघरि चाहिँ यो बिहानको हेरेँ नि मैले बिहान देखाएको सबै यहाँ चाहिँ सोर्ने कार्यक्रम भइरहेछ सोर्ने कार्यक्रम खै घन्टाको कति रुपियाँ छन् यस्तै सोर्ने काम पाए पनि हुने होइन एक दुई घन्टा काम गऱ्यो एक हप्ता बिराम भयो ओहो होइन कताबाट हो बाटो पनि बाटै देखिरहेको साथी हो म त ओ यताबाट पर्छ अब यो भिडियो चाहिँ म युट्युबमा लाउनु पऱ्यो फेसबुकमा चाहिँ अघि बिहानको लगाएको थिएँ ओहो पुरा सोर्ने कार्यक्रम भइरहेछ है ऊ त्यो चाहिँ नुन छर्ने त्यस्तोमा त अब हिउँ खेल्नु त मन लाग्छ नि यहाँ त हेरेर अगाइसकेँ के गर्नु ए ओहो सबै हिउँ सर्ने यस्तो हुँदो रहेछ है बाटो सफा गरे ओहो यो त गाडेर अगाडि गर्नुहुन्छ नि तर घर जानु ठिकै छ यसरी गाडी चाहिँ यो चाहिँ हिलो भए चाहिँ बर्बादै हुने तर सुक्खा चरा पनि एक दुईवटा छिर्दाखेरि चाहिँ एकदमै नमजाले खुट्टा चाहिँ चिसो हुन्छ क्या हिउँ त अनि यो कस्तो हवाया छु कस्तो फोहोर हुँदो छ नि यो बिग्लेपछि त के यस्तो घिनलाग्दो हामी त यहाँ नुन लाएर यस्तो कलर भएको सबै चिसो भएर चाहिँ देख्छ नि कस्तो कालो है यसरी सोर्दो रहेछ है ओहो ओहो यो चाहिँ खुट्टामा पसिगयो त पुरै रुम पाइ जस्तै भइरहेछ यहाँ चाहिँ कस्तो मजा बाटो ओहो यहाँ चाहिँ राम्रो बाटो बनाएछ नि ल गजब गरेछ यहाँ चाहिँ
सफा गर्ने सफा गर्दो रहेछ नि हिउँ त गोले सफा गर्दैछ। यहाँ चाहिँ हिँड्ने ठाउँमा चाहिँ नुन छरेछ क्या अरे दामी भएछ यहाँ बाटो चाहिँ अलिक सुकुन मिल्यो है यस्तो राम्रो देख्दा चाहिँ होइन यस्तो मजा भयो जिन्दगानीमा दामी सोरेछ है मुला चाकरले ओ फेरि त्यहीसम्म मात्रै सोरेछ नि क्यार्नु साथीहरू यहीँसम्म मात्रै सोरेर मुन्टेछ नि यहाँदेखि त फेरि हिँड्नु पऱ्यो नि त दुःख पाइयो नि त अब फेरि यहीँ हो यो अपार्टमेन्ट हो अपार्टमेन्टको छेउछाउ मात्रै सोरेछ यहाँदेखि त सुरु भइहाल्यो नि त अब रास्ता पुरै तर यहाँ अलिक राम्रै रहेछ ओ यहाँ ठिक रहेछ भाँसिएन यहाँ सफा गर्दैछ एउटा मान्छेले यस्तो बाटो छ साथीहरू यस यतातिरको मान्छेहरू चाहिँ एकदम हँसिलो म जस्तै छ है मैले चाहिँ साथीहरू चाहिँ नचिनेको भए पनि म जस्तै हँसिलो छन् होइन यहाँ चाहिँ फेरि के केमिकल छ क्या यो के कलर हो यो हरियो जस्तो ब्लू कलर हो यो पनि पिग्लिने नै होला नयाँ औषधि लगाएको रहेछ यहाँदेखि चाहिँ फेरि राम्रो बाटो छ तर यस्तोमा पनि हिँड्नु चाहिँ अलिकति चिप्लिन्छ भनेर चाहिँ डर सरी है फेरि गाडी त्यस्तो छ सोर्दा चाहिँ यहाँ आइपुगिसक्यो है एउटा साइड सोर्दो रहेछ ओ खोइ एउटा डुब्नु थालिहाल्यो नि फेरि खुट्टा त पुरै भाँसिन्छ त घरिघरि त डबल यसलाई चाहिँ सफा गर्दैछ है बाटो चाहिँ यस्तो खतरा अमै साथीहरू टेकेर भाँसिनुभन्दा चाहिँ फर्स्टमै यस्तो गरेर टेक्दा चाहिँ बरुभन्दा मजा हुँदो रहेछ है भाँसिनेमा भाँसिहाल्दो रहेछ नभाँसिनेमा चाहिँ नभाँसिने रहेछ यस्तो यस्तो गरेर टेक्यो देखेँ नि